अमेरिकाको न्युयोर्क सहर, जहाँ संसारका विभिन्न समुदायको मिश्रण छ, त्यहाँ एक विशेष नेपाली समुदाय पनि सक्रिय छ। यो समुदायमा राप्ती अञ्चलका मानिसहरूको विशिष्ट पहिचान देखिन्छ। दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्लाका नेपालीहरूले आफ्नो संस्कृति, भाषा र मूल्यहरूको साथ जीवनयापन गर्दै आएका छन्। विदेशी जीवनको व्यस्ततालाई छोड्दै पनि नेपाली समुदायमा आफ्नो पहिचान र आपसी सहयोगको भावना कहिल्यै मरेको छैन। यही साझा भावना, संस्कार र आपसी माया ममताले 2078 सालमा राप्ती सेवा समाज न्युयोर्कको स्थापना गर्यो। हामी एउटै भूमिबाट आएका छौँ। हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो मूल्य साझा छन्। यसलाई जोगाउन, प्रवर्धन गर्न र समुदायलाई एकताबद्ध बनाउन एउटा संस्था बनाऊ। राप्ती सेवा समाज केवल एउटा संगठनको सुरुवात थिएन। यो प्रवासमा रहेका नेपाली समुदायको पहिचान, एकता र सामाजिक उत्तरदायित्वको पुनः स्थापना थियो। न्युयोर्कभरि रहेका राप्तीवासीलाई एकताबद्ध बनाउने, नेपाली भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण, आपसी सहयोग र सहकार्य प्रवर्धन, मातृभूमि नेपालमा आवश्यकता अनुसार सेवा पुर्याउने। सुरुमा सीमित सदस्य र सानो समूहको प्रयासबाट संस्था स्थापना भए पनि आज यो नेपाली समुदायमा प्रतिष्ठित, सक्रिय र सेवामुखी संस्थाको रूपमा विकसित भइसकेको छ। संस्थाको सफलताको आधार रह्यो प्रारम्भिक नेतृत्व र समर्पित सदस्यहरूको योगदान। उनीहरूको मेहनत र समर्पणले राप्ती सेवा समाजलाई प्रारम्भिक चरणमा स्थिरता र दिशा प्रदान गर्यो। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धन, राप्ती क्षेत्रका बासिन्दाबीच एकता, सहकार्य र सहयोगको भावना विकास यसको उद्देश्य बन्यो। सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रमहरू मार्फत समुदायमा जागरुकता फैलाउने, दुःख, पीडा वा विपद परेका सदस्यलाई सहयोग गर्ने, मातृभूमि र समाजको विकासमा योगदान दिने यो समाजको उद्देश्य रह्यो। राष्ट्रिय सङ्कट वा आवश्यकता पर्दा मातृभूमि र समुदायप्रति समर्पित सेवा, सामाजिक उत्तरदायित्व, मानव मूल्य र सहयोगको भावना विकास गर्दै दिगो समुदाय निर्माण गर्ने यो समाजको उद्देश्य रह्यो। समाजले हासिल गर्न खोजेको लक्ष्य सांस्कृतिक जगेर्ना र नयाँ पुस्तामा यसको महत्त्व स्थापना, सामाजिक एकता र साझा पहिचानको विकास, आपद विपदमा सहयोग गर्ने, दीर्घकालीन रूपमा समृद्ध एकताबद्ध राप्ती समुदाय निर्माण गर्ने रह्यो। समाजले प्रमुख कार्यक्रमहरू पनि गर्दै आएको छ। जस्तै हरेक वर्ष तीज विशेष कार्यक्रम गरिरहेको छ। महिला मौलिक पर्व तीजलाई सम्मानपूर्वक मनाउने, सांस्कृतिक प्रदर्शन, गीत, सङ्गीत, नृत्य र सामाजिक एकताको प्रवर्धन गर्न यस्ता कार्यक्रम गरिँदै आएका छन्। सामूहिक भोजन र सांस्कृतिक क्रियाकलाप मार्फत समुदायमा आत्मीयता बढाउनु यस्ता कार्यक्रमको उद्देश्य रहेका छन्। समाजले दशैं तिहार कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ। समुदायमा चाडपर्वको उल्लास र एकताको वातावरण सिर्जना गर्न, आपसी सम्बन्ध र स्थानीय विकासमा योगदान पुर्याउन यस्ता कार्यक्रम गरिएका हुन्। होली कार्यक्रम पनि समाजले आयोजना गर्दै आएको छ। रङ, सङ्गीत र सांस्कृतिक प्रस्तुति मार्फत भाइचाराको सन्देश दिन, युवा सहभागिता र परम्पराको निरन्तरता सुनिश्चित, सामाजिक मेलमिलाप र मनोरञ्जनको अवसर प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिन्छ। त्यस्तै समाजले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो। जीवन रक्षामा योगदान, स्वास्थ्य सचेतना र सामाजिक उत्तरदायित्व, रगत अभावले जीवन प्रभावित नहोस् भन्ने जनचेतना फैलाउन यो कार्यक्रमको आयोजना गरिएको थियो। विदेशमा रहेका नेपालीहरूको योगदानमा आर्थिक, सांस्कृतिक र भावनात्मक सहयोग र मातृभूमि र समाजका लागि आपतकालीन राहत, समाजलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान र प्रभाव प्रदान गर्न विदेशमा रहेर पनि राप्तीवासीहरूले आफ्नो समुदाय र मातृभूमि प्रति प्रतिबद्धता देखाएका छन्। यो समाजको सदस्यता र संरचना यस प्रकार रहेको छ। 300 भन्दा बढी सक्रिय सदस्य अहिले रहेका छन्। सदस्यहरू सामाजिक, सांस्कृतिक र मानवीय गतिविधिमा सक्रिय छन्। सदस्यहरूको सहभागिताले संस्था सशक्त र दिगो बनेको छ। समाजले समुदायमा पारेको प्रभाव,
यस प्रकार रहेका छन्। नेपालमा भुइँचालो जाँदा आर्थिक सहयोग गरेको थियो। त्यस्तै कोभिड-19 को महामारीका समयमा पनि आर्थिक सहयोग गरेको थियो। समाजले आकस्मिक घटनाहरू, अमेरिकामा बाइक दुर्घटना, क्यान्सर लगायतका विभिन्न कारणबाट मृत्यु भएकाका परिवारलाई र अन्य बिरामीलाई पनि सहयोग गर्दै आएको छ। राप्ती सेवा समाज नियोगको भविष्यको योजना भनेको सांस्कृतिक संरक्षण, कार्यशाला प्रदर्शनी, नयाँ पुस्तामा प्रवर्धन, सामाजिक सेवा, विपद, महामारी वा आकस्मिक अवस्थामा राहत प्रदान, नियमित रक्तदान शिविर र स्वास्थ्य जागरुकताका कार्यक्रम सञ्चालन, विदेशी सहभागितामा सामाजिक र आर्थिक सहयोग विस्तार, तीज, दशैं, तिहार, होली जस्ता नेपाली चाड पर्वहरूमा कार्यक्रमको आयोजना गर्नु र समुदायमा सेवा, सहयोग र एकताको उदाहरण कायम राख्नु रहेका छन्। राप्ती सेवा समाज नियोग केवल सांस्कृतिक संस्था मात्र होइन, सहयोग, एकता र सामाजिक उत्तरदायित्वको उदाहरण पनि हो। विगतका उपलब्धि, वर्तमानमा सक्रियता र भविष्यका योजनाले समुदायलाई अझ सशक्त र गर्विलो बनाउने लक्ष्य लिएको छ। प्रवासमा नेपाली पहिचान, सेवा र संस्कृति कायम राख्दै नयाँ पुस्तामा साझा मूल्य र संस्कारको भावना जागृत गर्ने निरन्तर प्रयास यो समाजले गर्दै जानेछ।